यो के को के अरे यो गट मिल्क हैन? अब यसमा तपाईले के राख्दै हुनुहुन्छ? अब सेन्ट मात्रै राख्ने हो अम्मा। यो के सेन्ट अरे सर? यसलाई जस्मिनको राखिएको छ हामीले। जस्मिनको राखेको हैन? ल यहाँ तपाईहरुले चाहिँ यो गट मिल्कको चाहिँ साबुन बन्दैछ। यो चाहिँ साबुन हो है, नुहाउने साबुन। र यो नुहाउने साबुन तपाईहरुले चाहिँ डोभ साबुन प्रयोग गर्नुभयो भने यसैबाट बनेको है। ल यो कति किलो अरे सर? यो 2 किलो। 2 किलोमा सेन्ट मेडमलाई बनाउन लाउनु पर्यो। तपाईहरुले नुहाउनु भयो भन्ने चाहिँ बालाकोटमा चाहिँ बसाउनु पर्यो के अब है। साबुनको नाम पनि राख्न पर्ने भयो क्या? आज अलि नाम लेख्न पर्छ। नाम त मान्छेलाई हुनुपर्छ। मैले भोलि यो सामानले नुहाउँछु। फेरि मेरोमा के को कृपा रह्यो भने फेरि अरू पछि लाएर नि अनि म साइड लाउनुपर्छ भनेर चिन्ता लाग्यो। साबुन उत्पादन गर्ने किनेर लान्छ। होइन नभए बनाउने जनशक्ति नि त बढो नि घर। मेरो पछि लाएर आउनु भनेर आउँछु अनि साबुन भिराएर पठाइदिन्छु। होइन र? पछि लाएर ल्याउँछु राख्छु भन्नु। ल सेन्ट है। ल यो कडाई बनाइदिनुहोस्। ए अलि परबाट हेर्नु त है, भिड लाग्न गर्नु न। ल शोभा म्याडमले बनाउँदै हुनुहुन्छ, रमेश सर मङ्ग बसाउनुहुन्छ है। नुहाउने साबुन लगाएर नमाइदिउँ। हजुरले नुहाउने भने माथि माथि होइन, मैले नुहाएसम्म पनि त्यति आउँदैन। एक केजी यसलाई के भन्छ सर? यसलाई चोपबेच। ए ल अब चाहिँ अब जडीबुटी वाला पार्दैछ यता। यसलाई चलाउनु पर्दैन, त्यहाँ आफै तात्छ। यो लिनु त अरू जडीबुटी जोड्नु पर्यो। हामी त फेरि जोड्न चाहिन्छ नि। त्यो प्लास्टिक त फेरि जोड्नु पर्यो नि अहिले। हजुर अब चलाउनु पर्दैन, अहिले छोड्दैन। यसलाई चलाउनु पर्दैन, आफै पग्लिहाल्छ। तलकोले तातोले पग्लने हो क्या। यो त ताती जडीबुटी जोड्नु पर्यो। हजुर हजुर यो जडीबुटी है हामीलाई, यो चाहिँ स्वास्थ्य जीवन। यो चाहिँ हामीलाई तय गराउन राख्ने हो। तो 15-20 ग्रामले केही फरक पर्दैन। हजुर यो अब हामीले जडीबुटी हाल्दै छौँ है। सत्य जीवन खै छोड्नु त? सत्य जीवन हजुर अहिले चाहिँ सत्य जीवन हाल्यो हामीले। कति 100 ग्राम है? 100 ग्राम यो सत्य जीवन है। यहाँ कति 100 ग्राम सत्य जीवन राखियो? हजुर 100 ग्राम सत्य जीवन 1 किलोमा 100 ग्राम। हजुर ए
ओखती पो रहेछ त हजुर ओखती साबुन औषधि साबुन है हजुर आयुर्वेदिक साबुन चाहिँ यसरी बनिन्छ है आयुर्वेदिक है यो साबुन बन्नु यो सत्य जीवन मात्रै हो यो हजुर यसमा त उसो त हाल्नु भएन है त्यो घिउको मात्रै फेरि अलिक पछि अर्कोमा अर्को पटक बनाउँदा के हालम अर्गानिक हो कति हुन अर्ग्यानिक हो नहालौँ एउटा मात्रै हजुर छाया पोतो सबै फाल्छ अरे अब भनेको पानी तातेपछि त टाइम लाग्दैन अन्त भटाभट हुँदो रहेछ अब के छ जडीबुटी अर्को तितेपाती जोड्नु न अब तितेपाती जोड्नु यसमा चाहिँ तल डेक्ची छ डेक्चीमा भित्र पानी राखेर त्यहाँ माथि भाँडो राखेर पकाएको छ होइन ल त्यो पनि बनाऊ है फेरि बेलुका चाहिँ म घर जान्छु भन्ने पानी काम नभए काम आज त काम भए यो कुन साबुन अरे सत्य जीवनबाट बनाएको आयुर्वेदिक साबुन है हेर्नुहोस् यो चाहिँ गट मिल्कबाट बनाएको है बनाउँदा छुनुहोस् है आमा यहाँ छुनुहोस् उहाँले जल चढाउनु भएको छ त्यहाँ मैले खनाउँछु भनेको त्यो जगको 1 लिटरको त भाउ साले हो त भाडा भने हैन यो सेतो जग छ त सेतो जगमा त्यो साले राख्छ